हेलो हेलो साथीहरु नमस्ते। आज चाहिँ म नयाँ रेसिपी ट्राई गर्दैछु। यो रेसिपीको नाम हो अंडा एक्नी पुलाव। ल है त सुरुमा आलु फ्राई गरौँ हैन। आलु चाहिँ अप्सनल हो, हजुरहरुलाई मन पर्छ भने राख्नु, नत्र भने स्किप गर्दा हुन्छ। मैले चाहिँ राखेको छु। आलुलाई हल्का फ्राई गर्ने रातो हुने गरी, अनि त्यसपछि अंडा बोइल गरेर राखेको थिएँ है। अंडालाई पनि यसै गरी फ्राई गर्नुपर्छ। अनि त्यसपछि सेम ओइलमा दुईटा प्याज काटेर फ्राई गर्ने हैन। प्याजलाई हल्का ब्राउन रातो हुने गरी फ्राई गर्नु होला। अनि त्यसपछि अलिकति प्याज निकालेर साइड राख्ने, अनि अलिकति चाहिँ त्यही भाँडोमै राख्नुस् हैन, सेम ओइलमै। अनि खडा मसलाहरू के राख्ने भनेर देखिसक्नुभयो होला। अनि खडा मसला पनि मजाले ओइलमै फ्राई गर्ने है। अनि त्यसपछि अदरक लसुनको पेस्ट राख्ने। यो चाहिँ अलिकति बढी राख्नु होला, मैले चाहिँ 3 चम्चा युज गरेको छु है, किनभने यसैले फ्लेभर दिन्छ नि त अदरक लसुनको पेस्टले। अनि त्यसपछि हल्का ओइलमा फ्राई गर्ने। यति बेला एकदमै सावधानी तरिकाबाट गर्नु होला, किनभने एकदमै ओइलको त्यो छिटाहरूले खाना पनि गर्न सक्छ है। मलाई चाहिँ एकदमै डर लागेको थियो। अनि मैले चाहिँ यही बिचमा दही फिटेर राखेको थिएँ नि त, दही र पानी, किनभने एक्नी पुलाव भन्ने बित्तिकै दही नै बनाउनु पर्छ। दहीको क्वान्टिटी अलिकति बढी हुनुपर्छ यसमा चाहिँ हैन। अनि यसलाई पनि मजाले चलाइदिने। अनि त्यसपछि ढाकेर एकछिन छोपेर राखिदिने। अनि यही बेला नुन अनि गरम मसला, धनियाको पाउडर राख्नु होला। गरम मसला चाहिँ धेरै युज गर्नु पर्दैन, किनभने अलरेडी हामीले खडा मसलाहरू राखेको छ नि त। किनभने बढी मसला भयो भने फेरि त्यो मसलाको मात्रै स्मेल आउँछ के। अनि मजाले छोपेर अनि त्यसपछि एकैछिन पकाउने यसलाई हैन। अनि अब खुर्सानी कतिको पिरो खानु मन छ त्यही हिसाबले खुर्सानी राख्नु होला, स्लाइस काटेर लाम्चो लाम्चो गरी। अनि एकैछिन फेरि छोपेर पकाउने है। अनि त्यसपछि यतिको भइसकेपछि हामीले फ्राई गरेको आलु, अंडा हैन, अनि त्यसपछि धोएर राखेको बासमती राइस, मैले चाहिँ यहाँनिर बासमती राइस युज गरेको छु। हजुरहरूले पनि सकेसम्म बासमती राइसमै बनाउनु होला, किनभने पुलाव भन्ने बित्तिकै बासमती राइसमै राम्रो मिठो लाग्छ है। अनि मैले अलिकति पानी पनि एड गरेँ, अलिकति कम हुन्छ कि जस्तो लाग्यो ग्रेभी, अनि त्यही भएर, किन राइस पनि पाक्नु पर्यो नि त। अनि लेमन राखेँ। ल हेर्नु त कस्तो मजाको एम्मी देखेको छ एक्नी, अंडा एक्नी पुलाव, दामी एम्मी एम्मी। अनि त्यसपछि माथिबाट थोरै धनिया राख्ने, अनि फ्राई गरेको प्याज राख्ने है। अनि त्यसपछि लुक सो एम्मी। ल हेर्नु अब खानको लागि रेडी भइसक्यो। अब म चाहिँ खाना पनि रेडी भइसकेँ। वाओ एक्नी पुलाव। थ्याङ्क यू सो मच गाइज वाचिङ फर भिडियो।